यस क्षेत्रबाट अधिकभन्दा अधिक विद्यार्थीहरूलाई खेलकुदसँग जोड्न जरुरी छ। कतिपयलाई के परेको हुन्छ भने विद्यार्थीको काम पढ्ने हो, अरू होइन। खेल्नु भनेको खेलाडीको काम हो, विद्यार्थीको होइन भन्ने परे हुन्छ। हरेक विद्यार्थी मात्रै होइन, खेलकुद प्रतिस्पर्धाका लागि मात्रै खेलिँदैन। स्वास्थ्यका लागि खेलकुद, प्रतिस्पर्धाका लागि खेलकुद दुईटै हिसाबले खेलिन्छ। स्वस्थ रहनका लागि खेलकुद आवश्यक हुन्छ। उमेर अनुसारको खेलकुद, शारीरिक अवस्था अनुसारको खेलकुद, अरू हिसाबले खेलकुद हरेकलाई आवश्यक हुन्छ। त्यसै कारण हामीले जीवनका लागि खेलकुद भनेका छौँ। त्यसमा पनि विद्यार्थी कलिलो उमेरका, उनीहरूलाई शारीरिक वृद्धिका लागि, शारीरिक तन्दुरुस्तीका लागि, मानसिक सबलीकरणका लागि, तन्दुरुस्तीका लागि र शरीर र मस्तिष्कको तालमेलका लागि, यसका लागि खेलकुद बिल्कुलै जरुरी छ, अत्यावश्यक छ। यो कुरा विद्यार्थीहरूका बीचमा हामीले व्यापक रूपमा पुर्याउनु पर्दछ। विद्यार्थीभन्दा पहिले बालक, किशोर, युवा, त्यो पनि पुरुष युवा है। बालकभन्दा बालिका पर्दैन थियो, किशोरभन्दा किशोरी पर्दैन थियो, युवाभन्दा युवती चाहिँ पर्दैन थियो, महिला युवा पर्दैन थियो। पढ्नेमा पनि अवस्था अत्यन्तै असन्तुलित थियो। अहिले त्यो असन्तुलन चाहिँ कम भएको छ र लगभग मेटिएको छ र सन्तुलनको नजिक वा सन्तुलनको स्थितिमा पुगेको छ। अहिले छात्राहरूको सङ्ख्या विद्यालयमा राम्रो छ। अझ बालिकाहरूको शिक्षामा जोड दिन जरुरी छ। सँगसँगै शिक्षा सँगसँगै स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा बुझाउनु बालबालिकालाई मात्रै बुझाएर हुँदैन। हामी घर घरमा पुग्न जरुरी छ, अभिभावकलाई बुझाउन जरुरी छ। र खेलकुदबाट असुरक्षा होइन, खेलकुदबाट सुरक्षा हुन्छ, सुरक्षित वातावरण हुन्छ, सम्मानजनक वातावरण हुन्छ। त्यो कुरा बालिकाहरूका अभिभावकलाई पनि बुझाउन जरुरी छ र बालिकाको सङ्ख्या अभिवृद्धि गर्न जरुरी छ खेल क्षेत्रमा। यद्यपि अहिले राम्रो प्रगति भएको छ। आज पनि मैले भाइ बहिनीहरूको सहभागिताका प्रदर्शनीहरू हेरेँ, अत्यन्त उत्कृष्ट छ। त्यसमा अहिले पनि मैले हेर्दाखेरि अलिक बढी कठिन खालका चाहिँ स्वाभाविक हो। युवाहरूले, केटाहरूले अलिक कठिन खालका खेलहरू खेलेका र अलिक कम कठिन महिलाहरूले खेलेको स्थिति छ। यतिको कठिन खेलहरू चाहिँ सबैले खेले हुन्छ। महिलाहरूको खेल क्षेत्रको अभिवृद्धि चाहिँ बढाउनुपर्छ र सबै खेलहरूमा पनि अभिवृद्धि गर्नुपर्छ। सङ्ख्या र सिप दुईटै कुरा वृद्धि गर्नुपर्छ। खेलाडीले देशको पहिचान बढाउने मात्रै होइन, प्रतिष्ठा र सम्मान र गरिमा बढाएका छन्। साना देशहरू, पछाडि परेका देशहरू, आज कतिपय पछाडि परेका देशहरू खेल क्षेत्रबाट धनी बलिया ठुला देशहरू जत्तिकै प्रतिस्पर्धामा छन्, अझ अगाडि छन्। त्यसो भएर खेलको यो देशको परिचय, प्रतिष्ठा सबै बढाएको हुन्छ खेलले।
तर उत्कृष्ट खेल प्रदर्शन गर्न सक्नु पर्यो। हामीले गर्न नसक्ने कुरा छैन। हाम्रो देशका मानिसहरू भर्खर देशका सदरमुकामहरू हामीले जोडेका छौँ। देशलाई दुर्गमबाट सुगम बनायौँ भनेका छौँ हामीले यातायातबाट जोडेर। तैपनि बाटो भएका ठाउँसम्म पुग्न नै अहिले पनि कतिपय ठाउँबाट केही घन्टा होइन केही दिन लाग्ने अवस्था छ। फेरि पनि उकाली ओह्राली चढ्नु, उकाली ओह्रालीमा छिटो छिटो हिँड्नु, अभ्यस्त हुनु, दौडमा अभ्यस्त हुनु, जुनसुकै अल्टिट्युडमा दौड्ने अभ्यास, कम अक्सिजनमा दौड्ने अभ्यास, खेल्ने अभ्यास, आफ्नो लङ्सलाई फोक्सोलाई तदनुसार बनाउने, मस्तिष्क, मसल, फोक्सो, मुटु, स्टामिना, यी सब चिजलाई सन्तुलित गर्न हाम्रो भूगोल पनि अत्यन्तै उपयोगी छ। सर्वोच्च शिखर पनि यही छ। अत्यन्त हावा कम भएको उच्च भूभागमा पनि हामी तालिम लिन सक्छौँ, खेल्न सक्छौँ, अभ्यास गर्न सक्छौँ। प्रशस्त अक्सिजन भएको लोल्यान्ड पनि यही छ। होचो जमिन समुद्र सतहभन्दा केही माथि मात्रै भएको पनि हामीसँग छ। गर्मीमा खेल्ने पनि हामी अभ्यास गर्न सक्छौँ, जाडोमा खेल्ने पनि अभ्यास गर्न सक्छौँ। कम अक्सिजनमा, बढी अक्सिजनमा, उकालोका दौडदेखि ओह्रालोका दौडदेखि लिएर सबै कुराहरूमा हामी अभ्यस्त हुन सक्छौँ। त्यसो भएर हाम्रो भूगोलले, हाम्रो हेरिडिटिकल जिनेटिक पक्षबाट हेर्ने हो भने पनि हामी कमजोर हुनुपर्ने आवश्यकता छैन। हामीले केही पक्षहरूमा ध्यान दिन जरुरी छ। हामीले सरदर हाइट, अब नयाँ पिँढीमा अलिक हाइट बढ्दै गएको छ, सरदर हाइट बढाउन जरुरी छ। सिँगै नेपालीको हाइट, सरदर हाइट हामीले बढाउनुपर्छ एउटा। दोस्रो, स्ट्रेन्थ स्टामिना बढाउनु जरुरी छ। अरू तालिमहरूको कुरा त छँदैछ। र खेलाडी खाना नपाएर कमजोर हुने, खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो खालको स्थिति हुनु हुँदैन। यतापट्टि सरकारले पनि ध्यान दिनुपर्ने हो। सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्छ। टुप्पामा परिवर्तन गर्न खोजेर परिवर्तन गर्न खोजेर हुँदैन। यसलाई अलिक जरैदेखि परिवर्तन गर्नुपर्छ, फेदैदेखि परिवर्तन गर्नुपर्छ, अनि मात्रै परिवर्तन हुन्छ। अहिले म धेरै कुरा भन्दा पनि तपाईँहरूको मनोबल कमजोर हुनु हुँदैन। एन्फा अहिले प्रतिबन्ध भयो, तर देशलाई प्रतिबन्धको स्थितिबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरू अन्यत्रका जस्तै विभिन्न खेलाडीहरूको नाम चम्किए जस्तै नेपाली खेलाडीहरूको पनि अन्तर्राष्ट्रिय जगतमा नाम चम्किन सक्छ। उनीहरूको कारणले नेपालको प्रतिष्ठा बढ्न सक्छ। यस दिशामा काम गरेर खेलकुद महासङ्घले योगदान गर्न सकोस्। खेलाडीहरूलाई सङ्गठित गर्न, प्रशिक्षित गर्न र खेलाडीहरूलाई खाली खेलाडी मात्रै होइन, खेलाडी त हुँदै हो, देशप्रति जिम्मेवार नागरिक। खेल चाहिँ खेल्छ, तर देश के हो, कहाँ पुग्यो, कहाँ पुर्याइसके देशलाई केही पनि नबुझ्ने खेलाडी होइन, बुझ्ने खेलाडी। त्यस्तो खेलाडीहरू उत्पादन गर्ने कुरामा खेलकुद महासङ्घले सफलता प्राप्त गरोस्, यही म आग्रह गर्न चाहन्छु। यसले खेलाडीहरूमा देशभक्ति हुनैपर्छ। देशभक्ति नभएको खेलाडी हुँदैन। त्यसै कारण क्लबमा अनुबन्ध गरे जस्तो विश्वकपमा अनुबन्ध गर्न नपाइने कारण त विश्वकपमा आफ्नै देशको खेलाडीले खेल्नुपर्ने अर्थ त्यही।
देशभक्ति चाहिन्छ। देशको प्रतिष्ठाका लागि खेलाडीहरू कसरी ज्यान फालेर खेलेका हुन्छ। हामी हरेकमा देशभक्ति चाहिन्छ, हामीले त्यसलाई बुझ्नुपर्छ। देश विकसित भएन भने मलाई खेलसँग मतलब छ, अर्थक जेसुकै होस् भनेर देशै बर्बाद छ भने खेल मात्रै कसरी अगाडि बढ्छ र नेपालको हालत त्यही भएको त हो। हामीले देशलाई अगाडि बढाउन खोज्यौँ, भुइँचालोले ध्वस्त पार्यो हामीले त्यसलाई उठायौँ, कोभिडले ध्वस्त पार्न खोज्यो त्यसलाई हामीले उठायौँ, अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ र विभिन्न क्षेत्रहरू, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अगाडि बढाउने प्रयास गर्यौँ। तर त्यो कुरा सह्य भएन। विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हत्या, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समात्यो। त्यसलाई वैधानिकता दिने काम भएको छ। तर हामी देशलाई फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबै जनतालाई न्याय प्राप्त हुने, सबैलाई माया गर्ने व्यवस्था, त्यस प्रणालीबाट फेरि अगाडि बढ्नेछ। म साथीहरूलाई त्यही भन्न चाहन्छु, लभ आवर कन्ट्री, लभ आवर नेसन। हामीले माया गर्नै पर्छ हाम्रो देशलाई, देशभन्दा ठुलो केही छैन। त्यस कारण मैले पहिले पनि भनेको थिएँ, नेसन फर्स्ट, देश पहिला हो, देशभन्दा माथि केही छैन। देशलाई प्राथमिकता दिउँ, महत्त्व दिउँ र खेल क्षेत्रबाट देशको उन्नति प्रगति कसरी गर्न सकिन्छ, पहिचान परिचय कसरी, प्रतिष्ठा कसरी बढाउन सकिन्छ, त्यस कुरामा ध्यान दिउँ। यसका निम्ति तपाईँहरूलाई सबैलाई सफलता मिलोस्, खेलकुद महासङ्घलाई पनि सफलता मिलोस्। धेरै धेरै धन्यवाद।